अब त उहाँ सफाई पाएर निस्किनुहुन्छ नि, त्यो विश्वास हामी गर्छौं। किनभने मुद्दामा त दम नै छैन। मुद्दा त तपाईँ हामीले हेरेकै हो। मुद्दामा त उहाँले ठगी गरेको होइन, सहकारी अपचलनमा रवि लामिछानेको हात छैन भनेर सबै दलहरू एक ठाउँमा बसेर हेरिकन सबै कागज पत्र भएभरका तथ्य प्रमाणहरू मगाएर ल्याएर गर्दाखेरि रवि लामिछाने त्यसमा संलग्न हुनुहुन्न भनेर आफ्नै हातले लेखेको कुरा होइन र। जब सहकारी अपचलनमा उहाँको हात छैन भने मुद्दा त्यो पनि राज्यवादी मुद्दा कसरी लाग्यो? राज्यले आफैले यो मुद्दा चलाउने अवस्था कसरी सिर्जना भयो? यसमा प्रतिशोधको गन्ध छ भन्ने कुरा स्पष्टै देखिन्छ नि। अनि पछिल्लो समय जे किसिमको चाहिँ अभ्यासहरू भइराखेको छ, चाहे त्यो घरमा गएर जबरजस्ती अब त्यो गैर कानुनी तरिकाले उहाँलाई समाउने कुराहरूदेखि लिए त्यो होस्, अथवा चाहिँ अब यो के अरे अरूलाई चाहिँ नसमाउने कुराहरू होस् होइन, कति निकृष्ट काम गर्ने अरू नेताहरू होइन, उहाँको भन्दा गम्भीर अपराधमा एउटा आरोपै लागेका व्यक्तिहरू किन नहोस् होइन, अथवा भनौँ त्यो गरे भन्ने लगभग अब सामाजिक सञ्जालमा उहाँहरूका समाचारहरूमा उहाँहरूका तथ्य सहितका सबै कुरा सार्वजनिक हुँदाखेरि पनि उहाँहरूलाई चाहिँ प्रहरी प्रशासन, गृह प्रशासनले बचाउ गर्नुपर्ने अवस्था, यता रवि लामिछानेलाई चाहिँ उहाँहरूले चाहिँ जबरजस्ती थुन्ने भनेर एकदम राति सुतेको मान्छेलाई पनि उठाउनु पर्ने अवस्था, यहाँ त प्रश्न देखिन्छ नि।